इजरायलले बिहीबार इरानको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा केन्द्रमध्ये एक मानिने साउथ पार्स ग्यास फिल्डमा ठूलो हवाई आक्रमण गरेपछि मध्यपूर्वको द्वन्द्व नयाँ र खतरनाक मोडमा पुगेको छ। विश्वकै सबैभन्दा ठूलो ग्यास भण्डारमध्ये पर्ने यस क्षेत्रमा ठूलो क्षति पुगेपछि उत्पादन ठप्प भएको खबरले विश्व ऊर्जा बजारमै हलचल मचाएको छ। इजरायलको उद्देश्य इरानलाई आर्थिक रूपमा कमजोर बनाउँदै युद्धविरामका लागि दबाव सिर्जना गर्नु भए पनि यसको उल्टो असर देखिएको छ। इरान झन आक्रामक बनेको छ। जवाफी कदम स्वरूप इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा आक्रमण सुरु गरेको छ। कतारको रास लाफान जस्तो प्रमुख एलएनजी केन्द्र, साउदी अरबका तेल प्रशोधन केन्द्रहरू र यूएईका ग्यास प्लान्टहरूमा भएका हमलाले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने सङ्केत देखिएको छ। यी आक्रमणहरूले केवल क्षेत्रीय तनाव मात्र होइन, विश्व अर्थतन्त्रलाई समेत जोखिममा पार्ने सम्भावना बढाएको छ। यसबीच अमेरिका पनि सक्रिय रूपमा मैदानमा उत्रिएको छ। अमेरिकी सेनाले हर्मुज जलडमरू क्षेत्रमा ठूलो सैन्य तैनाती बढाएको छ, जहाँबाट विश्वको ठूलो हिस्सा तेल ओसारपसार हुन्छ। ओकिनावाबाट पठाइएको हजारौं अमेरिकी मरिन सैनिकहरू अहिले मध्यपूर्वतर्फ अघि बढिरहेका छन्, जसको नेतृत्व यूएसएस ट्रिपोली जस्तो शक्तिशाली युद्धपोतले गरिरहेको छ। यी सैनिकहरूको मुख्य लक्ष्य इरानका रणनीतिक टापुहरू नियन्त्रणमा लिनु वा त्यहाँबाट भइरहेको समुद्री अवरोध हटाउनु रहेको बताइएको छ। तर यो योजना सजिलो छैन। इरानले विगत दशकदेखि यी टापुहरूलाई मजबुत किल्लामा परिणत गरिसकेको छ, जहाँ भूमिगत सुरुङ, मिसाइल प्रणाली र छापामार रणनीति प्रयोग गर्न सक्ने क्षमताले अमेरिकी अभियानलाई निकै जोखिमपूर्ण बनाएको छ। सैन्य विश्लेषकहरूका अनुसार यस्तो आक्रमणमा ठूलो मानवीय क्षति हुन सक्ने खतरा छ। कतिपय विज्ञहरूले यो अमेरिकी रणनीति सिधै युद्ध जित्ने प्रयासभन्दा इरानलाई वार्तामा ल्याउने मनोवैज्ञानिक दबावको चाल हुन सक्ने बताएका छन्। तर यदि परिस्थिति नियन्त्रण बाहिर गयो भने यो द्वन्द्व लामो, महँगो र विनाशकारी युद्धमा परिणत हुन सक्छ, जसले विश्व अर्थतन्त्र र ऊर्जा सुरक्षामा गम्भीर सङ्कट ल्याउन सक्छ। हालको अवस्था हेर्दा मध्यपूर्व अब केवल क्षेत्रीय द्वन्द्वमा सीमित छैन। यो ऊर्जा, अर्थतन्त्र र शक्ति सन्तुलनसँग जोडिएको विश्वव्यापी सङ्कटमा रूपान्तरण हुँदैछ। आगामी केही दिनका घटनाक्रमले यो सङ्घर्ष कता मोडिन्छ, वार्तातर्फ कि अझ ठूलो युद्धतर्फ भन्ने निर्धारण गर्नेछ। हवस् त, आजको भिडियो यति नै। हाम्रो च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।